हाई एभ्रिवान, नेप्सी एनालाइसिसको डेली अपडेटमा यहाँलाई स्वागत छ। हिजो हामीले अपलोड गरेको थियो है, अनि लास्टमा चाहिँ साउन्ड आएन रहेछ। टेक्निकल इरर भनौँ अथवा पछि मैले चेक गरेँ अनि त्यो रेकर्डेड भिडियोमै पनि साउन्ड थिएन है। तर खै अब के टेक्निकल इरर त होला। अलि म त्यति फ्यामिलियर छैन यो भनौँ न। अब यो टेक्निकल्ली चाहिँ उसमा टेक्नोलोजीसँग म त्यति साउन्ड छैन। अलराइट, केही छैन। ल आजको एनालाइसिसमा जाउँ। आज यो नेप्सी उसले चाहिँ अलि नराख्दो रहेछ है। नेप्सी ट्रेडिङमा चाहिँ अपडेटेड चाहिँ नहुँदो रहेछ, 39 छ। आज के गर्नुभयो तपाईँहरूले है? अब 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 समीक्षा गर्न जरुरी छ। किन समीक्षा गर्न जरुरी छ भने खास बढ्या भने चाहिँ 39.13 नै हो। ओके, केही छैन। भोल्युम के छ? हिजोभन्दा कम छ। हिजो हाम्रो एउटा एकदम ठुलो है बियरिस इन्गल्फिङ क्यान्डल बन्यो। बियरिस इन्गल्फिङ क्यान्डल पनि यसरी बन्यो कि होइन, एकदम पेनिक बनाएर बन्यो। अनि आज डबल डिजिटमा 38ले एउटा राइज चाहिँ दिएको छ। अझै हामी म धेरै भन्दिनँ, अझै पनि कुनै पनि स्क्रिप्टहरू, धेरै जसो स्क्रिप्टहरू आफ्नो सेटअप बक्समा आइसकेका छैन है। सेटअप बक्समा आइसकेका छैन। त्यो भएर तपाईँसँग, मलाई लाग्छ तपाईँसँग छ स्क्रिप्टहरू छ होइन। बढेको बेला त्यही स्क्रिप्टहरू बढ्ने हो होइन। बढ्दाखेरि चाहिँ टेन्सन भएन। घट्दाखेरि अझै पनि मैले भन्न खोजेको हो, अझै पनि किन नकिन्नु? भ्यालिड एउटा राम्रो पोटेन्सियल मोमेन्ट नआइकन किन नकिन्नु भन्छु भने तपाईँहरूसँग कुनै पनि स्क्रिप्टहरू अलरेडी छ। बढ्दाखेरि ठिक छ, तिनीहरू बढ्छ। घट्दाखेरि तपाईँहरू के हुनु पर्यो त भन्दाखेरि अब घाटा त घट्दाखेरि हुने हो होइन। किनकि तपाईँले यहाँ आजलाई ग्रिन आयो, अब त माथि जान्छ भनेर किनिहाल्नु भयो भने अनि भोलिदेखि घट्यो भने त फेरि नयाँ एन्ट्रीको फेरि उल्टै डबल लस भइदिन्छ। त्यो भएर अन्टिल एन्ड अनलेस मार्केटले एउटा पोटेन्सियल रिभर्सल दिँदैन, अझ मैले भनिराखेको कुनै पनि यो अहिले राजावाला कुराले एकदम मार्केटलाई एकदम अफेक्ट गरेको छ। त्यो कुरा चाहिँ न्युट्रलाइज नहुँदासम्म मार्केटलाई यत्तिकै रहन दिनु, आफै घट्छ आफै बढ्न दिनु है। अनि दुईवटा कुरा हुन्छ क्या बढ्दाखेरि। एउटा चाहिँ टेक्निकल्ली बढ्न पाउँछ। टेक्निकल्ली भन्नाले चाहिँ नेचुरल्ली बढ्या हो कि हिजो एकदम घटेर बढ्या हो भन्ने कुरा। हिजो धेरै घटेर आज बढ्न पाउँछ नि त, सेलरहरू विक हुन्छ त्यहाँ होइन। अनि त्यस पछाडि चाहिँ आज बढ्न पाउँछ। त्यो भएर दुईवटा कुरा चाहिँ हामीले ख्याल गर्नु पर्यो। त्यो भनेको हिजो घटेर एकदम ठुलो घटाए पछाडि चाहिँ आज बढेको हो कि नेचुरल्ली हिजो पनि सिम्पल थियो, आज पनि त्यही अनुसार मार्केटमा चाहिँ सेलरहरू विक हुँदै गएर बढ्या हो भन्ने कुरा जान्नु पर्यो है। यो केस के थियो? हिजो घटेर चाहिँ आज बढ्या थियो है। सेलर विक भएर बढ्या, सेलर त विक भएरै बढ्ने हो बढ्नलाई होइन। तर चाहिँ कुनै पनि एरियामा चाहिँ जबसम्म कन्सोलिडेट, मैले भनिराखेको के छ, कुनै पनि जोनमा कन्सोलिडेट, यही जोनमा 3-4वटा क्यान्डलहरू फर्मेसन हुन्छ भने यही जोनमा बरु घटोस् बढोस् तर यही जोनभन्दा तलमाथि नजाओस् है। यही जोनमा चाहिँ 3-4वटा 5-6वटा क्यान्डलहरू फर्मेसन हुन्छ भने चाहिँ ट्याक्कै इन्ट्री गर्ने जोन यो हो। तर पनि कन्डिसन के छ? फरक छ है। एक दिन ग्रिन देखेर भएन। मैले दुईवटा कन्डिसन राखेको छु। यो जोनमा 5-6वटा क्यान्डल बन्छन् भने रेड होस् अथवा ग्रिन, आज रेड भोलि ग्रिन, आज रेड भोलि ग्रिन हो, यस्तै टाइपको बन्छ भने ठिक छ, इन्ट्री अब बिस्तारै बनाउने नै हो है। यदि चाहिँ होइन, आज हिजो एकदम धेरै घटेर आज बढिरहेछ भने त्यस्तोमा चाहिँ सकभर इन्ट्री लिने होइन। त्यस्तोहरू के हुन्छ? छेडिक हुन्छ है, टेम्पोररी पम्प मात्र भएको हुनसक्छ होइन। अनि आजको ओके, यसमा त होइन है, सरी। आजको ब्रोकर सरी 453 सेल हेर्नु त यस्तो मजाले 33 अलमोस्ट सेल पर्सेन्टेज बढी छ है, बढाएर बेच जस्तो देखिन्छ। तर पनि ख्याल गर्नुपर्ने कुराहरू यही नै हो है। आज चाहिँ मैले हिजो भन्ने अन्टिल एन्ड अनलेस कुनै पनि कन्सोलिडेसन जोन कुनै पनि ठाउँमा चाहिँ कन्सोलिडेट हुँदैन, अथवा बरु 3 अङ्कले घटोस् होइन,
2-3 अङ्कले बढोस् हो त्यस्तो जोन चाहिँ ख्याल गर्नु है। अब आउने जोन भनेको ख्याल गर्ने भनेको अब कहाँ किन्ने भन्ने क्वेसन चाहिँ यदि कसैले यहाँ सपोर्ट चाहिँ यहाँ किन भन्छ भने त्यसले चाहिँ तपाईँहरूलाई अन्याय गर्न सक्छ है। त्यो कुराले चाहिँ अन्याय गर्न सक्छ है। एउटा यस्तो बेला चाहिँ हामीले कन्सोलिडेट भएको जोन नै हेर्ने होस् नहोस् होइन, 100% हुन्छ भन्ने छैन, तर पनि सकभर हाम्रो खोजी के हुनुपर्छ, एउटा कन्सोलिडेसन जोन। कन्सोलिडेट जोन भनेको के छ, एकै ठाउँमा मार्केट नबढ्ने नघट्ने भएको जोन, नबढ्ने नघट्ने भएको जोन हेर्नु पर्यो है। एकै ठाउँमा कन्सोलिडेट भएर बसेको जोनहरू खोज्नु पर्यो। यो जोनमा इन्ट्री लिँदा ठिक होला। अलरेडी हाम्रो कुरा गर्ने हो भने यदि यहाँदेखि जान्छौँ भने यति है, अलमोस्ट 80% फल चाहिँ यहाँनिर आएर रोकिन्छ है। 80% फल भन्दा सायद नहोला भन्ने हो, तर पनि हुन पाउँछ मजाले, किनकि कन्डिसन एक्सटर्नल, मैले भनिहालेँ एक्सटर्नल कुराले चाहिँ ट्रिगर गरे मार्केट हो, उसको कुनै पनि बटम हुँदैन, कुनै पनि टप हुँदैन है। हो यो जोनमा चाहिँ म पोटेन्सियल देख्छु होइन यो जोनमा। अनि ओभरअल चाहिँ कुरा गर्ने हो भने योदेखि त हामी लगभग 100% रिट्रेसमेन्टमा आइसक्यो है। 100% रिट्रेसमेन्टमा चाहिँ मार्केट आइसक्यो। यसको 100% रिट्रेसमेन्ट कहाँ छ, 25-45 छ है। यो जोनमा चाहिँ एउटा केही खाले चाहिँ सेलरहरू विक भइदिन्छन् कि भन्ने हो मार्केट। अब यस्तो बेला कस्तो क्यान्डल हेर्ने, कस्तो बेला चाहिँ हामी पोजिटिभ हुन सक्छौँ। यहाँ लगातार 3वटा ग्रिन क्यान्डल फर्मेसन भयो, यहाँ लगातार 3वटा क्यान्डलहरू फर्मेसन भयो, 3वटा क्यान्डलहरू लगातार है फेरि, अनि फेरि यहाँ लगातार 3वटा क्यान्डलहरू फर्मेसन भयो। अनि त्यस पछाडि चाहिँ 1-2वटा रेड क्यान्डल फर्मेसन भयो, तर योभन्दा तल तोड्न सकेन है रेड क्यान्डलले पनि। भनेको चाहिँ त्यहाँ अर्डर ब्लक भइसकेको छ भन्ने बुझ्नु पऱ्यो, त्यहाँ चाहिँ स्मार्ट मनी इन्जेक्ट भइसकेको छ भन्ने बुझ्नु पऱ्यो है। यो बुझ्न जरुरी छ। मैले त अझ भनेको त एउटा मात्र थियो कि यो बेला बढेको बेला चाहिँ मैले अस्ति हाम्रो ग्रुपमा पनि मैले त्यही नै भनिरहेको छु कि बढेको बेला छ भने चाहिँ नडराइकन 30-40% फालिदिनु होइन। यदि यही जोनबाट बढिहाल्यो भने तपाईँले किनिसके पछाडि के बेचिसके पछाडि बढिहाल्यो भने पनि तपाईँको 50% छ, त्यो 50% बढ्दाखेरि चाहिँ लस कम हुन्छ होइन। किन अनि अर्को भनेको एउटा राम्रो मोमेन्टम आयो भने फेरि त्यो पैसाले चाहिँ इन्जेक्ट गरेर त्यही थोरै माथि होला भन्ने हो होइन, त्यहाँ इन्जेक्ट गरिन्छ। नै भने चाहिँ अनावश्यक रिस्क नलिनु है। कुनै पनि यसको बढेको छ भने आज पनि बढ्यो भोलि पनि बढ्ला भनेर यस्तो बेला रिस्क लिने होइन। कुनै पनि कुरालाई चाहिँ जस्तो अहिलेको न्युजलाई न्युट्रलाइज हुन दिनु भनिराखेको छु मैले बारम्बार, यसलाई हुन दिनु। त्यस पछाडि एउटा बटम बनाएपछि अझ मैले यो 25-45 है, 25-45 भन्दा पनि 25-40 होला। मेरो 80% रिट्रेसमेन्ट भनेको 40 हो है, 40 हो। यो जोनमा एकदम वाच गर्नुपर्ने जोन हो यो चाहिँ होइन। 80% रिट्रेसमेन्ट भनेको चाहिँ आफैमा अब 80% भन्दा तल आयो भने चाहिँ धेरै ग्याप पनि त रहँदैन नि। कति रहन्छ, 100को ग्याप रहन्छ। यहाँदेखि यहाँसम्मको ग्याप कति हुन्छ, 100को हुन्छ है। मेन बाई गर्ने जोन भनेको अझ म त यो जोनमा चाहिँ आइसके पछाडि चाहिँ अब चाहिँ टिप्न थाल्नु स्क्रिप्टहरू भन्ने प्लानमा छु है। स्टिल भनेको छैन मैले कसैलाई। यो जोनमा चाहिँ 2वटा कन्डिसन राखेको छु। यो जोनमा कन्सोलिडेट हुन्छ भने यही जोनबाट उठाउन थाल्ने। यो जोनमा जबसम्म कन्सोलिडेट हुँदैन होइन, कन्सोलिडेटमा क्यान्डलहरू आज 30 अङ्कले बढ्ने भोलि 60 अङ्कले घट्ने भइदिन्छ भने यस्तो बेला चाहिँ म इन्ट्रीको लागि जानु भनेर कदापि म भन्दिनँ। तर चाहिँ 25-40 भन्दा तल, यो 24-43 भन्दा माथि 25-40 भन्दा तलको जोन चाहिँ बिस्तारै 5% इन्जेक्ट गर्ने हो कि 10% इन्जेक्ट गर्ने हो कि भन्ने कुरा चाहिँ अब सोच्ने टाइम आउँछ। योभन्दा तल चाहिँ है, योभन्दा तल चाहिँ जुनसुकै टाइम जोनबाट पनि मार्केटले रिभर्सल लिन सक्छ। यो जोनबाट जुनसुकै जोनबाट पनि रिभर्सल लिन सक्छ है। अनि एउटा कुरा चाहिँ कुनै पनि वेब 3 सुरु हुनुभन्दा अगाडि जहिले पनि कस्तो हुन्छ भन्नुहुन्छ भने
हामीले Web3 त यहाँबाट सुरु होला कि भन्ने थियो, तर भइदिएन के नि होइन, भइदिन, हुन सकेन, म स्ट्रेन्थ पुगेन भनौँ अथवा अरू केही भनौँ होइन। अनि Web3 सुरु हुनुभन्दा अगाडि एउटा राम्रो सेल चाहिँ आउँछ है, एउटा राम्रो सेल चाहिँ आउँछ होइन। यो पनि यही सेलको, यो देख्दा मात्र अहिले ठुलो देखेको, यहाँ चाहिँ एउटा लामो यो बनिदिने हो भने त यो त हामीले भनिराखेको 3600 सम्मको जोन हो, 3600 सम्मको जोन हो होइन, लङ टर्मको लागि भनेर चाहिँ। यो त सानो देखिन्छ नि त, लाइक यस्तो है। यो पनि के थियो, यहाँदेखि यहाँ पछाडिको यो Web3 सुरु हुनुभन्दा, इन्टरनल Web3 सुरु हुनुभन्दा अगाडिको जोन थियो, जस्तो तपाईँहरूले देख्न सक्नुहुन्छ। यो पनि फल्केको थियो, Web3 सुरु हुनुभन्दा अगाडिको थियो हो। यस्तो बेला चाहिँ के हुन्छ त भन्दाखेरि चाहिँ Web3 सुरु हुनुभन्दा अगाडि एकदम सार्प घट्ने क्यारेक्टर चाहिँ मार्केटले सो गर्छ है, मार्केटले सो गर्छ। ओके, यो त भयो ओभरअल नेप्सीको बारे। अब कुनै पनि स्क्रिप्टहरू एउटा स्क्रिप्ट चाहिँ छ, म भनौँ कि नभनौँ भन्ने छ होइन। फेरि यस्तो टाइममा मैले भनिदियो भने चाहिँ भोलिहान भन्नाले चाहिँ कन्डिसन अर्कै भयो, झन् एकदम ओर्स हुँदै गयो भने चाहिँ मलाई गाली गर्नुहुन्छ कि भन्ने हो होइन। मैले एउटा स्क्रिप्ट चाहिँ हल्का अरू स्ट्रङ सेटअपमा छैन, तर हल्का इन्ट्री बनाउने सेटअपमा छ होइन। इन्ट्री बनाउँदाखेरि चाहिँ बेटर देखिने जस्तो छ। सियाचेल मैले भनिदिइहालेँ। यसको टार्गेट बाइङ जोन पनि म भनिदिन्छु। बाइङ जोन 490 सम्मको है, 490 सम्मको 490 सम्मको बाइङ जोनमा अहिलेदेखि 515 देखि 490 सम्मको जोनलाई चाहिँ बाइङ जोन सेट गर्ने। त्यसपछि टार्गेट चाहिँ कति राखिदिने भन्दाखेरि चाहिँ टार्गेट यसको हुन्छ, यो मिड टर्म हो है, सर्ट टर्म त अहिले म भन्दिनँ तपाईँहरूलाई है, सर्ट टर्म म भन्ने कन्डिसनै छैन अहिले। यसको चाहिँ 735 भनेको 200 अराउन्डको प्रफिट यसमा देख्न सकिन्छ है। यसमा चाहिँ राम्रो छ, त्यो बिस्तारै एकुमुलेट गर्नु, रिग्रेट गर्नुहुन्न तपाईँहरूले होइन। यति सेटअपमा नहुँदै जबरजस्ती कति खोजिसके पछाडि हल्का सेटअपमा आएको स्क्रिप्ट हो, तर धेरै स्ट्रङ छैन। तर पनि तपाईँहरूले चाहिँ म किन्नु भन्नाले चाहिँ हल्का 2% 3% दिनमा, जस्तो तपाईँ 100 किता किन्ने हो भने 10 किता गर्दै किन्नु, एग्रेसिभ बाई नगर्नु होइन। तपाईँले मार्केटको बटम लाग्दासम्म तपाईँले आफ्नो स्क्रिप्टहरू के अरे आफ्नो डिजायर अमाउन्ट पनि तपाईँले आफ्नो पोर्टफोलियोभित्र पार्नु, त्यही नै हो होइन। अरू भन्ने त केही छैन। अरू मैले पर्टिकुलर सेक्टरको पनि म भन्दिनँ, किनकि नेप्सी ओभरअल नेप्सीले ड्राइभ गर्ने होइन। स्क्रिप्टहरू अहिले स्ट्रङ हुँदैमा नेप्सीलाई ड्राइभ गर्न सक्ने कन्डिसन छैन। ब्याङ्किङ किन्न डराउनु पर्दैन, त्योभन्दा अरू चाहिँ म सजेस्ट गर्दिनँ। अन्टिल एन्ड अनलेस सेटअपमा सेट हुँदैन कुनै पनि स्क्रिप्ट, म चाहिँ नकिन्नु नै भन्छु। अहिले कुनै पनि स्क्रिप्टहरू सेटअपमा फिक्स भएर बसिसकेको छैन। भएको दिनदेखि म भन्छु नै, भन्दै आजको भिडियोलाई चाहिँ यही नै, त्यस्तो केही नै थिएन। अनि एउटा मात्र तपाईँहरूलाई भने त्यही हो, अबको जोन 2840लाई ल ए 2540 जोनलाई चाहिँ ख्याल गर्नु एकपटक। त्योभन्दा तलको जोनमा चाहिँ तपाईँको बाइङको लागि बाटो यहीँबाट मात्र खुल्छ। बाइङको लागि मार्केट घटेको खण्डमा यहाँबाट खुल्छ, बढेको खण्डमा यहाँ 1-2वटा क्यान्डलहरू, 1-2वटाले पुग्दैन, 2-3वटा क्यान्डलहरू यही जोनमा नान यस्तै भएको हुनु पऱ्यो कि। यस्तै भइदियो भने चाहिँ तपाईँहरूलाई के हुन्छ त भन्दाखेरि चाहिँ म किन्नु भनेर आफै भन्छु। यस्तो नभइन्जेलको लागि चाहिँ थोरै मार्केट बढ्दा पनि
धेरै हौसिएर नकिन्नु, घट्दाखेरि धेरै हौसिएर नफाल्नु, थोरै थोरै बरु 10% होइन। आज फर्स्ट आवरमा यस्तो मार्केटमा फर्स्ट आवरतिर बढ्ने हुन्छ कहिलेकाहीँ, फर्स्ट आवरमा चाहिँ बढेको बेला स्याट्ट 10% फालिदिने होइन। इन्ट्राडे गर्न सकिन्छ। इन्ट्राडेको भिडियो पनि यहीँ छ, यही च्यानलको पहिला बनाएको छु मैले है। इन्ट्राडे पनि यस्तो घटेको बेला एकदम लिन सकिन्छ। इन्ट्राडे हाम्रो नेपालमा सर्ट सेलिङ चाहिँ छैन, तर पनि तपाईँहरूले इन्ट्राडे चाहिँ आफूसँग भएको स्क्रिप्टहरू लिन सक्नुहुन्छ। अब खास चाहिँ यो इन्ट्राडे भिडियो यो हो भनेर माथिपट्टि के आउँछ होइन, आइकनहरू ल्याउन मिल्छ, मलाई आउँदैन, त्यही सर्च गरेर नै हेर्नु है। अनि भन्दै मैले आजको भिडियोलाई चाहिँ यहीँ नै इन्ड गरेँ। भोलि प्रोबाब्ली भ्याउँछ कि भ्याउँदैन, भ्याएसम्म म अपलोड नै गर्छु। ओके, बाई गाइज।